फाइनली हामी चाहिँ काली खोलादेखि हिँडेको 3-4 घन्टा भइसक्यो होइन। एकदमै मौसम चाहिँ खुल्ला छ होइन। हामी चाहिँ बादलको छेउछेउमा पुगिसकेको छौँ होइन। हाम्रो योगेश दादा चाहिँ यता हुनुहुन्छ, झापाली दाई हुनुहुन्छ यता होइन। यता हाम्रो दाई हुनुहुन्छ है। एकदम गर्मी भएर होइन उकालोमा हिँड्न नसकेर हामीले चाहिँ झोला बोकेको छ, फेरि 12-15 किलोको बोकेर उकालोमा हिँड्नुपर्ने छ। गलिसक्यो। अब हाम्रो आजको पास भनेको चाहिँ नुनथलेमा हुनेछ। नुनथले पुग्न अब नर्मल हिँड्दा पनि 4-5 घन्टा लाग्छ होइन। अहिलेको बजाइ चाहिँ ठ्याक्क 1 बजिसकेको छ होइन। मौसम पनि एकदम खुल्ला छ। हाम्रो टोली चाहिँ 12 जनाको टोली छ होइन। हामी 3 जना चाहिँ यहाँ बसेको छौँ ढुङ्गामा टक्कसँगले यसरी। 7 जनाको टोली चाहिँ धेरै माथि गइसक्यो। अलिक जल्दा बल्दा युवा छन्, टाढो हिँड्दैछन्। आज 2 जना बुढा चाहिँ यहाँ तल आउँदैछन्। 1 जना चाहिँ हाम्रो भेनाजु हुनुहुन्छ भने 1 जना चाहिँ यही ताप्लेजुङ जिल्ला सिद्धिङवा गाउँपालिका वार्ड नम्बर 3 का आङखोपका नेपाली साइला भनेर सबैले चिन्ने दाई हुनुहुन्छ होइन। भन्दा ताप्लेजुङले गफ लाग्यो भन्नुहुन्छ होला कि हामी चाहिँ बादलकै छेउमा पुगेको छौँ। अहिले भर्खर एउटा हेलिकप्टर पखेटा समातेको र पनि छुटो। लो दाई कस्तो अनुभव हुँदैछ? हामी चाहिँ प्राकृतिक सुन्दरतासँग रमाउँदै होइन। मौसम पनि आनन्द छ।